बाबालाई थके लाग्यो बाबा त निदाउनु भयो त विराटनगर आइपुग्यो मलाई पानीले भेटाएन हाम्रो चाहिँ ढिला भएर निन्द्रा लागेको यो खाना खाएर निस्केको अब हामी घर जाँदैछौँ कति दिनको बसाइपछि सर हामी कति दिनको बसाएपछि घर जाँदैछौँ नि हामी आज विराटनगर जाँदैछौँ है अब यहाँ छोडेर घर जाने हो कि होइन हामी यसमा घर जाने आज रेडी हुँदैछौँ रेडी ज्ञानी हो नि ऊ त्यहाँ अर्को अजीलाई पनि जिगरी आउँछ जाउँ त सानो कहाँ जाने हामी लालिनी आमसँग बस्नु है ओ बुन्नी आउनु है विराटनगर भदाको घर नआउने भदैनीको घर घर नआउने आउने कहिले आउने हेरौँ ल एउटा लुगा ल्याएको छ ल हिँड्नु भइहाल्छ हिरो नि देखाएको छ हामी निनीहरू हाम्रो निनीहरू फुपूहरू दुईजना दिदी बहिनी माया गरिदियो न माया गर्छु सानो बाबालाई माया गरिदियो सबैलाई माया गरिदियो त बाई गर्छ त बाई मलाई बाई गर्छ ल बाई 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 ओके ओके ल ल फोन गरिहाल्छु नि ल ल भेट्यो भने भयो भने चिन्छ ल चिन्छ नि तपाईँ छिर्नु नि त भइहाल्यो पूजामा भेटेको बाजे त्यो अर्को बाजे हो त्यो ए बाई बाई सबैलाई बाई बाई भन ल बाई बाई नानी गयो है हामी बाई बाई गरिरहेछ अजीलाई बाई बाई गरिदेऊ ल बाई बाई गरिदेऊ बाई बाई भन न यहाँ उसलाई त नानीको लायो ल हिँड्नु 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 बाई 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 सुन बाई दिदीलाई भेट्न जानु पर्यो हाम्रो दिदी पर छ दिदी जान्ला हामी जान्ला दिदी चिया खाएर हिँडेको ढिला भइसक्यो मामु आउनु फेरि मामी मामी ए ल ल आउनु ल झन् एक साथ खाना खुवाउँछु भनेको पनि हेर्न ल खाइहाल्यो त दिदी ल पैसा सर ल ल ल ल बाई बाई गरिदियो बाई ल बाई बाई माया गरिदियो ल बाई बाई ल राम्रोसँग बस्नु न दिदी ल आउनु है घुम्दै घुम्दै ठुलालाई भनिदिनु गयो भनेर हजुर अब 7 बज्छ होला बिस्तारै जाने हो बाटो अप्ठ्यारो छ त्यहाँ बाई 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 हामी गयौँ बाई 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 हामी जहिले पनि पाइपुग्यौँ है हाम्रो जिग्रीले फुलेको कहाँ हो जिग्री साथ कता छ कताबाट आउँछ उठ्यो हजुर यो
बिग्रियो बाटो अब यत्रो भएको छ, यत्रो बिग्रेको छ बाटो। लाग्छ होला आटो पर चाहिँ लाग्छ होला यो बाटोबाट त। मुलको टाइपुग्यो मैले चाहिँ खाना खाइरहेको हालत के भएको छ लुगा सानो यता हेर्छु गर्नुभयो माया पनि गर्नुभयो हेर मेरो सानोको खै तिम्रो लुगा धुलो छैन छ मामाको त कति धुलो फेरि सेतै भएछ हामी त सेतै अब हामी खाना खाने रहेछ हामी खाना खाने अब खाना खाँदा यहाँ मुर्ती रोक्छौँ गाह्रो भयो यस्तो खत्तम बाटो कहिले बन्यो होला यो बाटो गाडीले खत्तम बनायो हजुर बाबा वासरुम जानुभएको छ बे पनि जाने हो ल जाउँ त छोजो एउटा सुरुवात तल सारा छोरो हजुर के भयो
त्यसमा झन् धुलो छ नपुस्नु त्यसले झन् धुलो छ हेर्दै मेरो हेर न कहाँ छिरेको त उठा 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 मुनि छिरेर हेर उठा छिटो जस्तै गरियो धेरै नै गरियो आहा त क्या दुख्यो पुगेर होला धुलो पनि भयो चिसो पनि भयो अहिले घर बसेर टङ्ग्रङ होला निन्दा लाग्छ त झन् त ढिला सुत्नु भएको हिजो ढिला सुत्नु भएको तपाईँ चाहिँ म सोधेको हिजो कति 12 बजे हो अनि अस्तिको उता आउँदाखेरि अन्चे निदा थिएँ बाटो कति चाहिँ झुल्यो उता अस्ति आउँदाखेरि कस्तो निन्दा लगाइदिएन मलाई आज चाहिँ निन्दा लाग्यो त्यो जीवन म पनि निदाउँदै आएको कति टाइम निदाएको छु बिहान उठ्यो त 4 बजे इभान आइया ठोको अब हामी माम खानुपर्छ तातो अर्को हातले बेबी माम अर्को हातले हो नि ल मिठो मिठो तातो तातो पोल्छ हामी माम खाने हो हाम्रो माम खाएन हेर्नु छोरो अब जाने अब लडेर छुक गर्छु खालि धुलो लागेछ धुलो ल चढ मेरो यो जस्तो निन्द्रा लागेको यो खाना खाएर निस्केको घुमाउरो बट्टामा जुप निन्द्रा लागेर जान्दै भए त यस्तो निन्द्रा लागिरहेछ त्यो खाना खाएर मेरो छोतो कस्तो निदाए उठ्यो होइन उहाँलाई के खानु पऱ्यो के खानु पऱ्यो भने बाबालाई लिएर जाँदैछ साह्रो निन्द्रा लाग्यो चुप निन्द्रा लागेको छ निन्द्रा लागेर एउटा प्याकेट पाउ खाइसकेँ अर्को प्याकेट बेबीको लागि यो चिची बोल होइन यो निन्द्रा भएको हो खोल्दिनँ बिर्को इभान ल नभए जाउँ हामी चाहिँ सेल्फी डाँडा पुग्यो मैले पहाडको माथि हिरो लागेछ
विमानको पेट्रोल पम्प आइपुग्यो हामी गाई मार्दैछौँ के लाग्यो मतलब आज जस्तो आज नै जानु पर्दैन अब यस्तो साह्रो गाह्रो पर्दैन इवान जुस खाएको रङरङले लडिहाल्यो है छोरो है रङ्ग भयो है कसरी लडेको कस्तो गर्छ नि यसरी लड्छ कस्तो गरेपछि लड्छ नि विमान कट्यो के भन्नुभयो विमान कट्यो गर्मी भयो गर्मी निदा चुपचुप लाग्यो मेरो सानो यहाँ मस्त निदा खोलेर निदाउँछु उठ्छ अहिले म निदा लाग्यो दुईचोटि झुपझुप भएको थियो होइन ए खुट्टा गयो ढिला सुतेर हो कि है अब चटपट खाने दुध कम हुन्छ कि 2 प्याकेट तितरा सकाइसक्यो त्यही पनि लाग्दैन नि घर फेरि निन्दा लाग्दैन यसरी साह्रो कुरो गाडीहरू गयो गाडीहरू त भर्खर आउँदैन अब पछाडि गाडी हाम्रो अगाडि त खासै गाडीहरू थिएन जस्तो लाग्छ भर्खर उठ्यो त्यो गाडी आएर नि उठाइदियो मेरो मायालाई त गरिम भयो क्युट रहेछ भाइ पनि कपाल कति राम्रो बाबालाई थकेर लाग्यो हो बाबा त निदाउनु भयो त छोरा ए छोरो उठ्नु भयो छानु भयो ए पानीपुरी तिमी पनि खाने हो पिरो 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 कस्तो हाल्दा नि अब यति खाँदा नि जाँदैन होला नि है आउँदैन बेबीले के खायो अरे अट्टा बेबी अट्टा नखाने म खाइदिउँ बाबा खाइदिनु इभानको सबै खाइदिनु त इभान खाइदिनु अब मनी आएर खाइदिन्छ तिम्रो सबै खाइदिन्छ मनी आएर बल्ल गाईघाट पुग्यौँ कति बज्यो अहिले हाम्रो 4:30 हुन आइसकेको छ हामी चाहिँ गाईघाट पुग्यौँ गाईघाट यो चाहिँ गाईघाटको बजार है यतातिर चाहिँ पानी परेको छ धन्न हामीलाई पानीले भेट्टाएन हामीहरू चाहिँ ढिला भएर पानीले भेट्टाउन पाएर यता चाहिँ पानी परेको रहेछ चिसो चिसो भइरहेको छ यहाँ चाहिँ एकदम चिसो चिसो चम्प भएछ चम्प चिसो भयो
पेडा हाउस बाजेको पेडा हाउस पेडा भण्डार यहाँ त के हो उता अर्को पेडा हाउससम्म छ त पेडा पुरानो बाजेको पेडा हाउस नयाँ बाजेको पेडा हाउस टाढा बाजेको पेडा हाउस सम्मको बाटो जाँदैछ है एकदम बाघ गराउँदैछ डर लागिरहेछ मलाई बाघ आउँछ कि भनेर कस्तो बाघ गराउँदैछ भने नि चितुवा बाघहरू खाँदैछ एकदम डेन्जर छ अरे अहिले त्यस्तो एकदम डेन्जर छ जङ्गलको बाटो छिट्टो रातको सबै चाहिँ सबसँग एउटा हिँड्नु होला एक्लै है गल्यो अझै 1 घन्टा लाग्छ घर पुग्नलाई साँझ परिसक्यो घर पुगिँदैन हो कस्तो आज त यति धेरै लामो बाटो लाग्यो रुनै मन लागिसक्यो या दुखेर मेरो सुधा सुते एउटा चाहिँ के हो टुलुलुलु पारे क्या हो घर पुग्यो भने सोध्नु भने कस्तो हुँदैछ त कस्तो फिल हुँदैछ यो बाटो धेरै घुमाउरो छ नि पिचबाट भन्नु मात्रै हो पिचबाट भन्नु मात्रै हो अब यताको बाटो देखेन बनेको सबै गाडीहरू त यतैबाट आउँछ अनि हामी चाहिँ दुःख पाउनु उता गर है 1 घन्टा लाग्छ घर पुग्न ठ्याक्कै 6 बज्यो बिस्तारै जाने हो त्यहाँ मम्मीलाई खाना बनाउनु भन्नु पर्यो सरप्राइज दिउँला भनेर कोही नभनिकन आएको सरप्राइज दिन्छ भने आफै सरप्राइज भन्नु लागिसक्यो घर नपुगेर उज्यालो पुग्छ होला सोचेको नि यति त पुग्छ जस्तो लाग्यो थियो तर हामी बिस्तारै आयो स्कुटरमा हो अनि बच्चा पुगेछ अनि मैले स्कुट हाल्दै मन लाग्दैन त्यो पनि स्कुट दिएको छ ठिकै हो योभन्दा त्यो स्कुट तान्नु पनि पऱ्यो नि तिनजना धन्न यहाँसम्म ल्याइपुऱ्यायो भने न यो स्कुटीले हो माई गड मेरो त बा धन्दाको हो है 3-3जनालाई कति सामान त्यसमा धन्दा ल्याउनु भएको म त माने माने मैले तपाईँलाई माने हजुर माने धन्न सक्नुहुन्छ यहाँ छोरो मस्त निँदैरहेछ भयो निस्किनु माइक्रोहरू त भर्खर आउँदैछ निस्किनुपर्छ होला निस्किनु अझै तेल हाल्नुपर्छ सक्यो हाल्नै पर्छ त्यही भएर आलुको पेटमा तेल हाल्नै हुन्छ बल्ल इटरी आइपुग्यो 6:30 बजे 6:30 बजे इटरी आइपुग्यो हामी बिस्तारै झन्डै बाई बाई इटरी
लागेको खोइ कतिको छोरो जुत्ता फुकालो आऊ जुत्ता फेरि भन्छ छोरी थाहा त त्यसले भन्छ अरे र मैले भाइले लिएर आएको छु हेर त्यहाँ भन्दै थियो नि के लिएर आउनु भयो चोलामा भन्नु कहाँ आयो सानो त हेऱ्यो र कहाँ आइपुग्यो भन न हामी घर आयौँ अरे अघि त आउनु पाएको